आजको कमाई देखाइदिनु नि त। आजको कमाई चाहिँ यही हो, धेरै हुने भयो होइन, 10,000 रुपियाँ भयो। साथीहरु आजको कमाई केटाहरुले कमाई देख्नुस् न कति हुन्छ क्यामेराले भन्नुहुन्छ नि। यहाँ हेर्नुस् पहिला कमाई 1 2,000 3,000 4,000 5,000। सो अलराइट गाइज, फाइनली वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। जस्ट आज म फेरि तपाईँहरूको सामु नयाँ भ्लग ल्याएर एकदम 8 AM भइसकेको छु। आयो सबैजना सन्चै हुनुहुन्छ र म पनि अब एकदम ठिक छु होइन। आजको भ्लग चाहिँ हाम्रो द पार्क क्याफेदेखि स्टार्ट हुँदैछ। यसलाई फन पार्क पनि भनेर हामीले निक नेमले चिन्न सकिन्छ होइन। अहिलेको भ्यू चाहिँ यस्तो देख्न सकिन्छ। जस्ट यता चाहिँ उपमहानगरपालिका छ होइन। अनि हाम्रो भ्यूहरू यस्तो छ। यो चाहिँ एउटा लिडरसिप जस्तो स्क्याचु छ होइन, कसको मैले ठ्याक्कै बिर्सेँ। अनि हाम्रो यस्तो छ यता परतिर। अनि आज चाहिँ मङ्गलबार भयो तैपनि मानिसहरू दौरो आउँछन् यहाँ फोटोसोटो खिच्नको लागि होइन। म पनि यतैतिर हुन्छ आजभोलि। अनि जेस देख्न सकिन्छ होइन। मैले सोचिरहेको छु तपाईँहरूको दिनहरू राम्रोसँग बित्दै होला, मेरो पनि ठिकै भइरहेछ। लेट्स गाइज, अब हामी हेरौँ यहाँको माहौल कस्तो छ, मानिसहरू कस्तो आउँदो रहेछन्, कति धेरै कि होइन जेस फोटोसोटो सुट गर्नको लागि। लेट्स सी। हाम्रो यो चाहिँ होइन जुस के भन्छ द पार्क क्याफेको यो चाउमिन होइन। जस्ट हामीले चाहिँ अहिले नास्ता खाँदैछौँ भनौँ न होइन। यो चाहिँ यो सिमेन्टको छ होइन। यो चाहिँ टेबल हो होइन, ढुङ्गाकै बनाएको छ कि यतातिर सिमेन्टकै। यो बस्ने खास भोक लागिरहेछ भनौँ न होइन। जुस कस्तो भइरहेछ चाउमिन, खाउँ न। ठिक छ एकदम। जस्ट भोक लाग्यो बेला मिठो मिठो भइरहेछ भनौँ न होइन। अनि त्यही हो, अब एकछिन खानुपर्ने हुन्छ। लेट्स सी गाइज। हाम्रो अहिले यो फन पार्कतिर एकदम फाइट चलिरहेछ होइन, दुईवटाको। यस यस ल हाम्रो ल स्टार्ट गरौँ फाइट। ल को जित्छ? ल ल ल ग्याजुज ल हाम्रो जजमा रहनु भएको छ। आई एम के फोटोग्राफर? आई एम के के फोटोग्राफर राज ल ओके ल स्टार्ट। र स्टार्ट। यस्तो बिचमा गएर यस्तो गर्ने काम गर्नु त। ल ओके ओके स्टार्ट। ए फेल फल भनेको ल ल ल दे अब उठाम ल। सब बटरफ्लाई किकहरू पनि हानौँ न। बटरफ्लाई किक जानु सिकाउनु न। निखिल प्रतिको हानौँ त। अनि त्यही हाम्रो चाहिँ जस रमाइलो भइरहेछ इन्टरटेनमेन्ट होइन। अनि अब त्यही हो, मान्छेहरू खासै छैनन् अहिले। अब साँझ साँझ पख हाम्रो फेरि ब्लगिङ जान्छ नि त होइन। कमेडी खालको हाम्रो यतातिर फोटो सोटो हान्नको लागि होइन क्यामेराहरू छन् यतातिर। जोस् 3वटा मात्र छन् अहिले। एउटा चाहिँ यता भइरहेछ फोटो सोटो सुट होइन। यु क्यान सी गाइज, जस्ट देख्न पनि सकिन्छ। अनि हाम्रो फोटो सोटो खिच्ने मानिसहरू यतातिर। एकदम होइन क्यामेरा धेरै छ, जो बिक्री गर्नको लागि त होला होइन।
एउटा क्यामेराको कसरी होला यसो भनिदिउँ न। एउटा क्यामेरालाई त्यही सेकेन्डमा 3 लाखदेखि 4-3 लाखसम्म छ। अच्छा त्यस्तो होइन। ए कति हुन्छ त दिनमा कमाइ हाम्रो फन पार्कमा यसो भनिदिनु न त। यो 9,000 देखि 12,000सम्म हुन्छ क्यामेराको एक दिनको। अच्छा त्यस्तो होइन। 24-25,000सम्म हुन्थ्यो आजको 9 देखि 12,000सम्म हुन्छ। खानापिना खानुभयो त? अनि अहिले चाहिँ जस अब साँझ पख भइसकेको छ, खासै मान्छेहरू आउँदैनन् होइन। अनि त्यही अब हाम्रो साँझ पखको रमाइलो भइरहेको हुन्छ, ब्लगिङ सलगिङ हान्ने आऊ फेरि होइन। गलबन्दी पनि लगाइसकेको छ नि मैले बताएँ कि क्या। एकदम हाम्रो नवीन दाइसँग हप्ता गरेका हम। हजुर हजुर हेर्नुहोस्, क्यामेरा चाहियो भने यहाँ हेर्नुहोस्। 5D हो अनि यो पनि 5D हो, यो पनि 6D हो है। यो तपाईँले छानेर कुन चाहिँ मनपर्छ तपाईँ आफै चेक गरेर लिन सक्नुहुन्छ। हुन्छ भने लिनु होला। सबैको फरक अर्डर गर्नको लागि 98 भलगायस 0 के भन्छ। ल ठिक छ। अनि त्यही हो हाम्रो दिन बित्दैछ भनौँ यसरी नै होइन। जस फोटो खिच्नको लागि अब फोटो खिच्नको लागि उहाँले भनिदिनुहुन्छ कति रुपियाँ फोटो के होइन। हजुर फोटो चाहिँ 15 रुपियाँ हो अनि भिडियो चाहिँ 30 रुपियाँ हो। एकदम तपाईँ चाहिँ एकदमै चेक गरेर क्वालिटी हेरेर मन परेको फोटो लिन सक्नुहुन्छ। एकदम उहाँको राम्रो छ। यिनीले डिलिट गर्न दिँदैन आँखासिम ल्याएको फोटो। यिनीले चाहिँ डिलिट गर्न दिँदैनन्, बढी यिनी मेलामा घुम्छन्। 20 रुपियाँ 25 रुपियाँ फोटो लिन्छन्, हामी मात्र 15 रुपियाँ हो। आँखासिम ल्याएको फोटो पनि डिलिट गर्न दिँदैनन् यिनीले। हाम्रो चाहिँ क्यामेरा धेरै छन् अनि हाम्रो क्यामेरा म्यान पनि धेरै छन् होइन। खतरा आऊ फेरि। अनि यसो कस्तो हुन्छ दिनमा जस हाम्रो अर्निङ सर्निङ के कस्तो भइरहेको छ यसो भनिदिनु न त। गाह्रो पनि बहुत छ यार। हाम्रो क्यामेराबाट कस्तो छ त पैसा होइन। त्यही हो दिनको 4-5 हजार कहीँ जान्न त्यही हो। अनि फोटो चाहिँ 15 रुपियाँ छ, भिडियो चाहिँ 30 रुपियाँ छ। जारो त आज भोलि भस्मिए छ। अनि जोस यस्तो गरे आज म पनि पछि क्यामेराम्यान बन्छु अनि होइन हुन्छ नि त कसैको सोचाइ। त्यो सोचाइ त्यही हो। अनि जोस पछि अब क्यामेरा किनेर गर्छु भन्ने मान्छेलाई अहिलेको जेनेरेसनमा कस्तो छ त हाम्रो केही भनिदिउँ न त। ठिकै छ कमाइ भयो हुन्छ। होइन त्यस्तो केही होइन। जस हाम्रो अहिलेको पछिल्लो चरणमा होइन क्यामेराबाट पैसा राम्रो कमाइ भइरहेछ। ठिकै भइरहेछ। दिनको 3-4 हजार कहीँ हाम्रो ह्यान्डसम बोरोले त दिनको 5-6 हजार पनि हानिहाल्छ। ग्रुप चोर त 4 बनाएर हानिहाल्छ। अनि हाम्रो अहिले सबै स्टाफहरू होइन यहाँको सबै जोस जोइन भइराख्नु भएको छ भनौँ न होइन। अनि विशेष गरी हाम्रो अनि हजुरको कस्तो छ त कमाइ काज भन्नु न। भन्नु न। युट्युबमै फोन साँझ यो हाम्रो रमेश दाजु कस्तो छ त कमाइ भनौँ न। एकदम ठिक छ भन्नुपर्छ आज भोलि। जोस रमाइलो भइरहेछ यतातिर। दिनमा हामीले कति जति कमाउन सक्छौँ क्यामेरा फोटो मात्र खिचेर? भन्नु न के भन्छ 9,000 देखि 12,000 फोटो सोटो खिचेर पनि गर्न सकिन्छ होइन। गर्न सकिन्छ। जोस
म पनि सिक्दैछु उहाँहरूबाट होइन अनि ब्लगिङको लागि पनि क्यामेरा स्यामेरा किनेपछि सपोर्ट गर्छ अनि प्लस अर्निङ गर्न सकिन्छ भन्ने चाहिँ द्याट्स माई थिङ्क होइन अनि त्यही हो यसो सल्लाह सुझाव लग्नुपर्छ फेरि सबैबाट होइन अनि एउटा मान्छे आइरहेछन् उता फोटो खिच्नको लागि यहाँ अहिले कोही छैनन् लाइन लगाउनु पर्छ क्यामेरा होइन सब गइरहेछन् उतातिर अब जस हाम्रो उहाँलाई ह्यान्डसम दाइ भनेर पनि चिनिन्छ होइन म चाहिँ खासै त्यति ह्यान्डसम त छैन तर पनि मान्छेले मलाई माया प्रेमले यसो ह्यान्डसम भन्छन् त्यही भएर यसो मैले कपाल सपाल काटेर तार्नु छ त्यही भएर कोही हेरौँ नि त्यो बिर्सियो हेर्न सक्नुहुन्छ बडी कपाल चाहिँ छैन कुरो चाहिँ त्यही हो म पनि यसो सेकेन्ड ह्यान्ड क्यामेराम्यान हो फोटो सोटो खिच्ने भए हाम्रो यहाँ भाइ हुनुहुन्छ हामी दुईजना छौँ तपाईँहरू आउन सक्नुहुन्छ हामीसँग फोटो खिचाउन सक्नुहुन्छ एकदमै हामी मिलाएर खिच्ने मान्छे एकदमै सोझा मान्छे इमान्दार मान्छे हौ क्याफे पार्कमा एकदम अनि अहिले चाहिँ फोटो सोटो सुट चलिरहेछ भनौँ अब हाम्रो यतातिर होइन साथीहरु आजको समय केटाहरुले देख्नुस् न कति हुन्छ क्यामेराले भन्नुहुन्छ नि यहाँ हेर्नुस् पहिला कमाइ 1 2000 3000 4000 5000 आजको कमाइ देखाइदिनु नि त आजको कमाइ चाहिँ यही हो धेरै हुने भए हैन 10000 रुपैयाँ भयो ल ठीक छ एकदम कमाइ समय भइरहेछ हैन यता चाहिँ हाम्रो फोटो सोटो सुट भइरहेछ भनौँ कसरी खिचिन्छ क्यामेराबाट फोटो एकदम हेरौँ अब यो चाहिँ हाम्रो 5D क्यामेरा हो जस यसरी हुन्छ फोटो सुट होइन मजाको देखाउँछ फेरि यहाँ अब अलमोस्ट रात पर्न लागिसकेको छ भनौँ न होइन यतातिर पनि फोटो खिच्ने मान्छे यता हेर्न सक्नुहुन्छ अलिकति हाम्रो ह्यान्डसम दाइ बोल्दै हुनुहुन्छ एकदम अलिकति हाम्रो कलर मात्रै फरक छ त्यही भएर हाम्रो कलौटेको दाजु भन्न सकिन्छ उहाँलाई उहाँले चाहिँ पहिला धेरै कालो हुनुहुन्थ्यो उहाँले फेरल नबली दलेर हिउँ जस्तै सेतो हुनुभएको छ आजभोलि अनि अब उहाँ अर्को दाइ देख्न सक्नुहुन्छ पुरा गुम्मैकै पर्नुभयो अनि उहाँ चाहिँ मान्छे कालो भए पनि दिलको सफा हुनुहुन्छ हाम्रो भाग बन्ड हुँदैछ यता एकदम अनि त्यही अब जस्ट रात पनि पर्न लागिसकेको छ होइन ब्लग सलग इन गर्नुपर्ने हुन्छ आई विल वाच स्टिल इन अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला छोटो मिठो ब्लग गयो भनौँ न आजको दिनमा होइन अब हाम्रो यहाँ पनि रुमतिर जानुपर्ने हुन्छ भ्यूहरू अहिले यस्तो देख्न सकिन्छ होइन यहाँ चाहिँ लाइटिङ बलिरहेछ भनौँ त्यही हो विल मिट इन नेक्स्ट ब्लग थ्याङ्क्स फर वाचिङ दिस ब्लग गाइज चाहिँ